गोर्खा डेभलपमेन्ट काउन्सिलले त्यति शक्तिशाली काउन्सिल चाहिँ मेरो हिसाबले होइन जस्तो मलाई अनुभव अहिले भइरहेको छ। अटोनोमस काउन्सिल चाहिँ गोर्खालाई जरुरी छ भन्ने कुरा म पनि महसुस गर्छु। हामीले प्रेसर दिनु त जायज हो, तर यहीँ हुनुपर्छ भन्ने कुरा त त्यसले नै रिपी मात्रै हो। यो त सुरुवात हो। एउटा जातिले एकैचोटि 5 वर्षमै सबै अधिकार पाएको इतिहास छैन, विश्वमा कहीँ पनि छैन। मैले 2011 सनको सेन्सस हेर्दाखेरि दुःख लाग्छ। 6 लाख कति अब होइन 5,93,000 नै कति छन्, 6 लाख। असममा ऐक्यबद्ध रूपले 75 गोर्खा महाजाति भएर बस्यो भने मात्रै हामी हक र अधिकार पाउनको लागि सक्षम हुन्छौँ। अब विश्वनाथकै कुराहरू जुन चाहिँ निस्कियो एउटा, यो दुर्भाग्यजनक कुरा हो। जातीय सङ्गठनले लिस्ट आउट गरेर दिएको सामानलाई के कारणले पुगेन त्यसको लागि छानबिन नगरेर सिधै सामाजिक सञ्जाललाई व्यवहार गरेर मान्छेको माझमा भरभाइलो सृष्टि गर्नु यो दुर्भाग्यजनक कुरा हो। एप्लिकेसन दिने बित्तिकै यो असम सरकारको सबै आसनी पाएको छ, त्यो चिज त प्रजाकमले हुन्छ नि त। आदरणीय दर्शक महानुभाव, यहाँहरूलाई स्वागत छ द नर्थ इस्ट नेटवर्कमा। र यति बेला हामी उपस्थित भएका छौँ गुवाहाटी स्थित गोर्खा उन्नयन परिषदको कार्यालयमा र हामी समक्ष फ्रेममा को हुनुहुन्छ यहाँहरूले पक्कै पनि चिनिसक्नु भएको छ। हामीसँग हुनुहुन्छ उन्नयन परिषदका अध्यक्ष प्रेम तामाङज्यू, यहाँलाई स्वागत छ। नमस्कार। कसरी सामग्रिक रूपमा अहिले उन्नयन परिषदले कामहरू गर्दैछ? हेर्नुहोस्, गोर्खा उन्नयन परिषद असम सरकार असममा बसोबास गर्ने गोर्खाहरूको हक र हितको साथै अलराउन्ड डेभलपमेन्टको लागि बनेको एउटा सरकारी व्यवस्था हो। त्यसको माध्यमबाट जतिखेरदेखि हामीले दायित्व पाएको छु, निरन्तर रूपले गोर्खा समाजमा अन्तोदयसम्म गएर हामीले समाजलाई सेवा गर्नुको लागि निरन्तर रूपले प्रयास हाम्रो जारी छ र टिम एन्ड टिमवर्कको हिसाबले। र तपाईँहरूले देख्न पाउनु भएको छ विगत समयदेखि अहिले हामीले दायित्व लिइसकेपछि धेरै कामहरू पनि भइरहेको छ। संस्कृतिको क्षेत्रमा होस्, शिक्षा क्षेत्रमा होस्, विभिन्न हाम्रो वीराङ्गनाको माने विभिन्न हाम्रो स्मृतिको संरक्षणको विषय लिएर होस्, माइती भवन होस्, गोर्खा भवन होस्, यी प्रकारको कामहरू भइरहेको छ। र यो जति पनि हाम्रो 2024-25 वर्षको जुन चाहिँ फाइनेन्सियल जुन चाहिँ इयर, त्यो हिसाबले पनि हामीले एउटा नयाँ सोचले हामी अघि बढेको छौँ। केही त पुरानै छ, केही नयाँ पनि छ, र त्यो हिसाबले हामीले कामहरू चलाइरहेको छ। विशेष गरी शिक्षाको क्षेत्रमा जसरी एपीएचसी को लागि कोचिङको व्यवस्थाहरू पछिल्लो समय गरेको थियो, यस वर्ष पनि त्यस्तो कुनै योजना छ कि क्या जसले हाम्रो गोर्खा विद्यार्थीहरू लाभान्वित हुन सक्छ? शिक्षाको क्षेत्रमा त हामी गोर्खा डेभलपमेन्ट काउन्सिल बहुत सिरियस प्रकारले लागिरहेको छौँ। त्यसमा हामीले केही हद सफल पनि भएको छौँ। लास्ट केही वर्षदेखि हामीले गोर्खा डेभलपमेन्ट काउन्सिलको मार्फत विशेष गरेर प्रशासनिक सेवा विषयको हामीले खाँचो महसुस गरेर हाम्रो समाजबाट, गोर्खा समाजबाट र एपीएससीको जुन चाहिँ कोचिङ हामीले चलाइरहेको छु र 2-3 बेस हाम्रो इतिमध्ये निस्किसकेको छ। र लास्ट इयर जस्तो योचोटि पनि हामीले सुपर 30 स्टुडेन्टहरूलाई हामी काउन्सिलिङ गरेर यो जुन महिनाको शेष भागतिर हामीले विशेष गरेर कम्पिटेटिभ एक्जाम हामीले गर्छौँ। जस्तो प्रकारको एपीएससी जस्तो प्रकारको एक्जामहरू कन्डक्ट हुन्छ, प्रिलिम्स, मेन्स अनि भाइभा, 3वटा चरणमा हामीले टेस्ट लिनेछौँ। त्यसमा जसले सुपर 30 हामीले सेलेक्सन गरेर उहाँहरूलाई लास्ट इयर जस्तो हामीले सम्पूर्ण फेसिलिटीको साथमा उहाँलाई पढ्नेदेखि लिएर बस्ने जुन चाहिँ व्यवस्था थियो त्यसलाई हामी कन्टिन्यू राख्नेवाला छौँ शिक्षा विषय लिएर। सेकेन्डली योचोटि हामीले स्किल क्षेत्रमा दिदीबहिनीहरूको माथि पनि एउटा ध्यान राखेको छौँ। उहाँहरूको कसरी उहाँले स्किल गराउन सकिन्छ, माने फेसन डिजाइनर, यानि कि हाम्रो फेसन डिजाइनर भन्न सकिँदैन, हाम्रो मेकअप आर्टिस्ट होइन, त्यसमा हामीले योचोटि हामीले ध्यान दिएको छु। र बहिनीहरूलाई कसरी स्वावलम्बी गर्न सकिन्छ, घरमा बसेर बेरोजगार भएर बसेको जति पनि छ हाम्रो शिक्षित दिदीबहिनीहरू छन्, विभिन्न धरनको नोकरी चाकरी गर्नेले गरिहाल्छ, बाँकी जो छैन उहाँलाई हामीले ब्युटिसियन एक्चुअलीमा भन्न सकिन्छ, ब्युटिसियनको लागि एउटा स्किल गुवाहाटीमा बसेर खाने सम्पूर्ण व्यवस्थाका साथ गर्नेवाला छु। र शिक्षाको क्षेत्रमा लास्ट इयर जस्तै हामीले एपीएससी जुन चाहिँ कन्टिन्यू छ त्यसलाई कन्टिन्यू राख्नेछौँ। यहाँकै विशेष गरी मुखारबिन्दबाट हामीले विभिन्न सभा समितिहरू सुनेका हौँ, यसपटक जेई र निट एक्जामको लागि पनि कोचिङको व्यवस्था गरिने प्रसङ्गहरू आइरहेका थिए। यसको लागि कुनै योजनाहरू छन् कि क्या? योचोटि होइन, योचोटि हामीले जतिखेर उयो गऱ्यो भने आउने चोटि हुन्छन्। योचोटि हामीले प्लान परिशीलन लास्ट टाइम हामीले हेऱ्यौँ। जेई अनि माने तपाईँको निटको लागि त्यसमा सङ्ख्या हाम्रो धेरै मात्रामा छ।
धेरै मात्राको हुनाले हामीले धेरै स्टुडेन्टलाई पढाउनुपर्छ र अहिले हाम्रो जुन चाहिँ बजेटको माथि कुरा छ त्यसको लागि अलिकति हामीले योचोटि गरिनौँ र 2025-26 वर्षमा हामीले सोच राखेको छु। हामीले एउटै गर्न सकिन्छ, या एपिएससी कोचिङ गराउनुपर्छ, नभए निट, नभए इन्जिनियरिङको कोचिङ गर्छ। 4-5 एउटै एकैसँग गर्नु मिल्दैन, किनकि बजेटको माथि बहुत कुराहरू आउँछ। त्यो चिजहरूमा हामीले ध्यान अलिक गरिरहेको छु र त्यसमा हाम्रो एक्जिक्युटिभ कोर बोडी हामी मिसेर बात गर्छु त्यसमा। त्यसको लागि यो चोटि चाहिँ तपाईँ एपिएससी कोचिङै हुन्छ, तर आउने वर्षबाट हामी सोचिरहेको छौँ। त्यसमा पनि हामीले सोधेछु जे विचार गरिन्छ कुन चाहिँ राम्रो हुन्छ, त्यही एउटा कुरा हो। माने अप्सन ए अनि बीमा छ। माने एपिएससी कोचिङ नगरायो भने हामीले निट अनि जेडब्ल्यूको कोचिङ चाहिँ हामी गराउने, त्यो हिसाबले हामीले सोचेर राखेको छौँ। सांस्कृतिक क्षेत्रमा विशेष गरी कुनै योजना छन् जिटिसी आसामको यस वर्षमा? सांस्कृतिक क्षेत्रमा हामीले गम्भीर तरिकाले लास्ट इयर एउटा हामीले सोचहरू राखेर, जस्तो आसाममा बिहु जुन चाहिँ एक्जिबिसन भयो, विश्व दरबारमा रिकग्नाइज भयो, त्यसको पछि आयो तपाईँको झुमुर नृत्य, त्यो पनि विश्व दरबारमा रिकग्नाइजेसन भयो। एउटा कम्युनिटीको पवित्र एउटा सांस्कृतिक मूल्य नृत्यलाई एउटा प्रदर्शन गरेर विश्ववासीले त्यो संस्कृतिलाई हेरे वा उहाँलाई वेलकम जनाए। त्यो प्रकारले हामीमा एउटा सोच राखेको छु। हाम्रो जातमा हामीले आफ्नो जात मिलेर बनेको यो गोर्खा महाजाति हो। यो गोर्खा महाजातिको आफ्नो जातको आफ्नो भाषा, आफ्नो संस्कृति, आफ्नो लिपि, आफ्नो वेशभूषा छँदैछन्। तर के छ, बृहत्तर गोर्खा हुँ भने बृहत्तर गोर्खा महाजातिको एउटा युनिक आइडेन्टिफिकेसन हुनु जरुरी छ भन्ने कुरा लिएर हामी सोच राखेको छु। योचोटि हामीले रङ्गारङ कार्यक्रम त भन्नु मिल्दैन, तर हाम्रो सांस्कृतिक कर्मशालाहरू आसामको विभिन्न जुन ठाउँमा सांस्कृतिक रूपले अलिकति पछि परिरहेको छ, जहाँ संस्कृतिको धरोहरहरू जसले जीवित राखेको छ उहाँहरूमा हामीलाई ठिकै छ। तर जहाँ जुन जिल्लाहरूमा संस्कृतिको जुन चाहिँ एउटा क्रेजनेस वा संस्कृतिप्रति हाम्रो जुन चाहिँ एउटा अनुयायीको जुन चाहिँ सङ्ख्या अलिक कमी छन्, वेशभूषाको जुन चाहिँ प्रचलनहरू कमी भइरहेको छ, त्यो जिल्लाहरूमा हामीले कर्मशाला गर्ने हाम्रो जातको जुन चाहिँ सङ्गठन अहिले बनेको छ उहाँहरूसँग सल्लाह गर्ने। त्यसको पछि हामीले एज ए होल गोर्खाहरूको बिचमा एउटा संस्कृतिलाई हामीले रिकग्नाइज गर्नु अति आवश्यकता भइरहेको छ। हामीले जतिखेर आसामको माननीय मुख्यमन्त्री ज्यूसँग जतिखेर बिहु अनि तपाईँको जुन चाहिँ हाम्रो झुमुर नृत्यलाई जतिखेर रिकग्नाइज सरकारले गर्यो त्यतिखेर हामीले एउटा कुरा हामीले उहाँ राखेको थियौँ। गोर्खाहरू आज आसाममा 25 लाख जति गोर्खा भन्छ। हामीले विश्वमै संस्कृतिको अन्यतम धनी जात भन्न सकिन्छ गोर्खा महाजाति। तर यसको पनि एउटा हाम्रो संस्कृतिलाई रिकग्नाइज गरिदिनु पर्यो भन्ने विषय लिएर हामी कुरा गर्दाखेरि अब विभागीय कर्तृपक्षहरूको भनाइ के छ, हाम्रो गोर्खाहरूमा बहुत संस्कृतिमूलक नृत्यहरू छन्। अब कुन चाहिँलाई रिकग्नाइज गर्ने, जस्तो अब बोडो जातिले सबैले अब विभिन्न जातको मान्छे थरको मान्छेले मिलेर आज बिहुको बागुरुम्बा नृत्यलाई रिकग्नाइज गरे। बृहत्तर असमी जातिमा कति जात मिलेर बृहत्तर असमी जाति बनेको छन्, त्यसमा बिहुलाई रिकग्नाइज सबैले रिकग्नाइजेसन दियो र अहिले आसाममा तथा विश्व दरबारमा रिकग्नाइजेसन भयो। हामी मान्दछौँ जे आज हाम्रो सङ्गेनी नृत्य, मारुनी नृत्य, चेब्रुङ नृत्य, साकेला नृत्य, नेवार नृत्य, डम्फु सेलोदेखि अन्यान्य धान नृत्य, विभिन्न नृत्यहरू हाम्रोमा छ। तर हाम्रो गोर्खा जति महाजाति एउटै छत्र छायामा जेहेतु हामी बसोबास गरिरहेको छौँ र गोर्खा महाजाति नै हाम्रो एउटा शक्तिशाली एउटा अम्ब्रेला हो, त्यसमा हामीले एउटा संस्कृति आजको तारिकमा रिकग्नाइज गर्नु अति आवश्यकता महसुस हामीले पनि गरिरहेको छौँ नवप्रजन्मले। त्यसको लागि हामीले आसामको माननीय मुख्यमन्त्रीजीको उपस्थितिमा अक्टोबर महिनाको लास्ट नोभेम्बर महिनाको फर्स्ट मैले अगाडि पनि भनेको छु जे आसामको कुनै एउटा राम्रो गोर्खा अधिकृत अञ्चल भएको जिल्लामा हामीले मुख्यमन्त्रीको उपस्थितिमा हाम्रो जति पनि जातिको सांस्कृतिकमूलक नृत्य हाम्रो जति पनि छ उहाँहरूलाई नृत्य प्रदर्शन गराउने र कर्मशाला पहिला गर्ने। कर्मशाला चाहिँ तपाईँ सेप्टेम्बरतिरबाटै हुन्छ र अक्टोबर लास्टमा नोभेम्बर फर्स्टमा हामीले गोर्खा सांस्कृतिक समारोह भनेर एउटा यस्तो एउटा नृत्यलाई हामी रिकग्नाइज गर्ने जसमा पनि करिबन 1000 देखि 2000 हाम्रो दिदी बहिनीहरूले एकैसाथमा एउटा मुसमा घरमा नाचेर हाम्रो असमको माननीय मुख्यमन्त्रीजी हाम्रो गोर्खा जातिको पनि संस्कृतिको माने गहराई तथा प्योरिटी कति छन् वा त्यो चिजहरूलाई मुख्यमन्त्रीको नजरलाई
माने उसलाई गराउनको निम्ति जाति आउँदो दिनमा गोर्खाको पनि संस्कृतिलाई विश्व दरबारमा प्रतिष्ठा गर्नको लागि अभिभावकले एउटा सोच राखोस् भन्ने विषय लिएर एउटा ठुलो परिकारको एउटा महाआयोजन गोर्खा डेभलपमेन्ट काउन्सिलको मार्फत र आक्सु र गोर्खा सम्मेलन र साहित्य सभा सबैको सहयोगमा हामी गर्नुको लागि एउटा चिन्ता चर्चा इतिमध्ये बजेट एलोकेसनहरू भइसकेको छ र त्यसको हामीले दिन र तारिक र मुख्यमन्त्रीज्यूको जुन चाहिँ एउटा उपस्थितिको तारिक हामीले मिलाउनु बाँकी छ र पञ्चायत निर्वाचनको पछि यो कामहरू हुन्छ। हामीले विशेष गरी हाम्रो जातीय सङ्घ संस्थाहरू वा गोर्खा उन्नयन परिषद हामी सबै गुवाहाटी केन्द्रित भएका छौँ, वर्तमान राजधानी पनि हो। तर आजको दिनमा अखिल असम गोर्खा छात्र सङ्घले जुन जिएसी को लागि क्षेत्रफल एउटा जुन प्रस्तावित क्षेत्रफलको लागि पनि कार्यहरू गर्दैछ, त्यो तेजपुरको आसपासको ठाउँहरू छ। हामीहरूले कतै यो समग्र संस्था सङ्गठन अथवा उन्नयन परिषदको गतिविधिहरू तेजपुरबाट गर्दाखेरि कस्तो होला त्यो भन्ने कुरा मात्रै हो। मेरो त स्पष्टै भनाइ हुन्छ, सधैँ म स्पष्टवादी मानसिकताले नै समाजलाई सेवा गर्ने प्रयास गरेको छु। सुनितपुर भयो भने सुनितपुरमा हुन्छ। वर्तमान जति पनि हाम्रो डिपार्टमेन्टदेखि लिएर सेक्रेटेरिएटदेखि लिएर जनता भवनदेखि लिएर होइन माने एसेम्ब्लीदेखि लिएर सबै चिजहरू गुवाहाटीमा छ र हाम्रो सबै चिजहरू गुवाहाटीमै नै हुन्छन्। अब अटोनोमस काउन्सिल भयो वा डिस्ट्रिक्ट अटोनोमस काउन्सिल भयो, डिस्ट्रिक्टको उहाँ कलेक्टरसँग मिलेर काम गर्नु। अब हाम्रो जति पनि कामहरू जेहेतु गुवाहाटी केन्द्रित छ त जिडिसी त गुवाहाटीमै त अफिसहरू वा सेटअप गर्नुपर्छ। अहिले तारिकमा हामीले सरकारलाई त भनिरहेको छु केन्द्रित हुन्छ कि वा अरू जग्गाको केन्द्रित हुन्छ कि त्यो त आइडेन्टिफाई गभर्मेन्ट अफ आसामले गर्छ, हाम्रो गभर्मेन्टको माने विलुसारहरूले गर्छन्। तर डिमान्ड चाहिँ दिनु जरुरी छ होइन। एउटा डिमार्केसन भन्ने चिज त हामीले गर्दा भएन नि त। त्यो त त्यहाँ त त्यतिखेर के हुन्छ भन्दाखेरि कम्युनिटी क्लेस हुनसक्छ। गभर्मेन्टले जतिखेर आइडेन्टिफाई गरिदिन्छ यो क्षेत्रमा बसोबास गर्ने एउटा जस्तो एउटा चाहे जस्तो भनाइ कुराहरू, तर त्यो भनाइ मात्रै हो। अटोनोमस काउन्सिल आज हेर्नुहोस् त्यो पछिको समयमा हुँदै जान्छ। पहिला त अब अटोनोमस काउन्सिल दिँदाखेरि मरान मटक अनि कुछ राजवंशीलाई कुनै क्षेत्रफलको आइडेन्टिफिकेसन गरिदिएन नि त, डिमार्केसन गरिदिएन नि त। त्यसको पछि गभर्मेन्टले जतिखेर चाहन्छ होइन यिनीहरूको डिमार्केसनको जरुरी छ, यिनीहरूलाई एउटा ठेगानाको जरुरी छ, माने डेस्टिनेसनको जरुरी छ भनेर कुरा हामीले प्रेसर दिनु त जायज हो। तर यहीँ हुनुपर्छ भन्ने कुरा त त्यसले एउटा रिभ्यू मात्रै हो, कुरा बुझेको बुझेन। त्यसको लागि अहिले मोरानको पनि मटकको पनि खुज राजवंशीको अलरेडी अटोनोमस काउन्सिल मोर पावर काउन्सिल एउटा दिएको छन्। अब त्यो माध्यमबाट उहाँहरूको के छ भन्दाखेरि आफ्नो कुराहरू आफ्नो तरिकाले माने क्याबिनेटमा सिद्धान्त लिन सकिन्छ। म तपाईँलाई एउटा कुरा स्पष्ट गर्न चाहन्छु जे डेभलपमेन्ट काउन्सिल अटोनोमस काउन्सिल डिफरेन्स कहाँ छ। डेभलपमेन्ट काउन्सिलले केवल मात्र प्रपोजल सबमिट गर्छ, तर त्यो के छ भन्दाखेरि त्यसलाई माने के छ भन्दाखेरि माने एप्रुभल दिन सक्दैनन्। एप्रुभल दिने दायित्व डिपार्टमेन्टले गर्छ। तर के छ भने अटोनोमस काउन्सिलले माने एउटा प्लान एन्ड पोलिसी विच एप्रुभल दिनु क्यापासिटी हुन्छ, माने तिनीहरूको एउटा क्याबिनेट हुन्छ। र अहिले त हाम्रो त क्याबिनेटको व्यवस्थै छैन, जसले गर्दाखेरि हामीले केवल मात्र हामीले सभा समितिमा एउटा प्रपोजल सबमिट मात्रै भइरहेको छ। र प्रपोजल सबमिट मात्रै के छ भन्दाखेरि त्यसमा पनि कतिपय गाइडलाइन दिएको छ डिपार्टमेन्टले जे यो 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 मात्रै काम गर्न सकिन्छ। तपाईँले एक्चुअली गाइडलाइन तपाईँले नपाएको लागि त्यो चिजहरू तपाईँले अलिकति कन्फ्युजन भएको होला। र यो भित्रको काम मात्रै गर्न सक्छ डेभलपमेन्ट काउन्सिल, त्योभन्दा माथि गएर गर्न सक्दैन। त्यसको लागि गोर्खा डेभलपमेन्ट काउन्सिलले त्यति शक्तिशाली काउन्सिल चाहिँ मेरो हिसाबले होइन जस्तो मलाई अनुभव अहिले भइरहेको छ। त्यसको लागि हाम्रो एउटा प्रयास छ यो सरकारसँग मिलेर सरकारको मन जितेर जनमत सृष्टि गरेर अनि अरू जस्तो हाम्रो आँखा अगाडि हिजो अस्ति मरान मटक अनि कुशराज अरू त भन्दिनँ म, यो तीन एउटा अटोनोमस काउन्सिल जो आसाममा हाम्रो आँखाको अगाडि हाम्रै अन्यतम जनजातिहरूले जुन चाहिँ पायो, जातिहरूले पायो, जनजाति पनि होइन उहाँहरू, र जुन चाहिँ अनि अहिले जनजाति हुनुको लागि प्रयासमा छ उहाँहरू। र त्यस्तै हामीले पनि पहिला अटोनोमस काउन्सिल हासिल गरौँ, त्यसको पछि कुन एरियालाई हाम्रो डेस्टिनेसन बनाउनु क्षेत्रमा हामी प्रयासहरू राखौँ। त्यसको लागि अब त्यसको भोटिङ प्याटर्न हुन्छ होइन कुराहरू हुन्छ, त्यो पर्यटकमले हुने गर्छ। पहिला हामी चाहिँ लिउँ न त, अब हामी गाडी अलिअलि सिकेर होइन एकेबारे गाडीलाई पनि हामी यस्तो जस्तो भनेको हुन्छ जुन चाहिँ तपाईँले भन्नुभयो 500 स्पिडमा म गाडी चलाइदिन्छु भन्ने कुरा होइन नि त। हामी पहिला गाडी 60, 70, 80, 100मा चलाउन सिकौँ, त्यसको पछि गर्दै गर्दै गयो भने हाम्रै नेतृत्व कार्यकालमै चाहिँ यो चिजहरू हुनुपर्छ भन्ने कुरा होइन। यो त सुरुवात हो, एउटा जातिले एकैचोटि 5 वर्षमै सबै अधिकार पाएको इतिहास छैन।
छैन, विश्वमा कहीँ पनि छैन। पैसा कमाउने स्टेप 1 स्टेप 2 स्टेप 3 त्यस्तो प्रकारले पाइरहेको छ। त्यो हाम्रो पनि अब स्टेप 1 अहिले के छ भन्दाखेरि गोर्खा डेभलपमेन्ट काउन्सिल हो, स्टेप 2 गोर्खा अटोनोमस काउन्सिल, त्यसको पछि हाम्रो के चाहिँ एरिया डिफाइन हुन्छ, माने डेस्टिनेसन एउटा हुन्छ। त्यो प्रकारले हाम्रो कामहरू गर्दै जाउँला र हामी त एउटा आशा गर्छु, सबैले आशा गर्छ जे हाम्रो नेतृत्व कार्यकालमा यो चिजहरू सम्भव भयो भने अत्यन्त समाजको लागि यति यति काम गरे भनेर हामी भन्नु सक्छौँ। त्यो एउटा मान्छेको इच्छा हो र विधाताको नियम, अब सरकारको चाहना होइन। तर अटोनोमस काउन्सिल चाहिँ गोर्खालाई जरुरी छ भन्ने कुरा म पनि महसुस गर्छु। हजुर, हामी अन्तिमतिर पनि आइपुगिसकेका छौँ। हामी चाहिँ जनगणनाको जुन केन्द्रीय सरकारको एउटा सिद्धान्त छ गर्ने समग्र भारतमा, त्यस क्षेत्रमा विशेष गरी हाम्रो गोर्खाहरूले चाहिँ कस्तो खालको त्यहाँ विशेष गरी आफ्नो भूमिका खेलेको हुनुपर्दछ? गोर्खा सङ्घ संस्था वा उन्नयन परिषदको भएर पनि तपाईँको केही त्यसमा आह्वान छ कि हाम्रो जति पनि गोर्खाहरू बृहत्तर विभिन्न उपजातिहरूले बनिएको गोर्खा महाजातिले चाहिँ आफ्नो आइडेन्टिटी चाहिँ त्यहाँ कसरी दिने हो, के भन्न चाहनुहुन्छ? त्यसमा एउटै कुरा छ, हामीले 2011 सनको सेन्सस हेर्दाखेरि दुःख लाग्छ। 6 लाख कति अब होइन, 5,93,000 न कति छन्, 6 लाख अरे। हामी भन्छौँ संस्था सङ्गठनले, हामीले पनि भन्छौँ 25 लाख छु, तर 25 लाख नभए 20-21 लाख त होला। अब त्यो समयमा जनगणनाको समयमा हामीले विसङ्गति भयो भनेर पनि भन्न खोज्दिनँ। तर के छ भन्दाखेरि हामी को हो भन्ने कुरा चाहिँ हामीले त्यहाँ लेख्नुमा अलिकति हिचकिचाए। आज असमेली गोर्खाहरूलाई भारत सरकारले गोर्खा भनेर स्वीकृति दियो, असम सरकारले गोर्खा भनेर स्वीकृति दिएको छ, गोर्खा डेभलपमेन्ट काउन्सिल एउटा स्वीकृति हो, गोर्खा सर्टिफिकेट दिएर जुन चाहिँ सरकारले ऐनतम यहाँको रैथानेको पिआरसी सर्टिफिकेट दिएको छ र आज हामीलाई जुन चाहिँ अधिकार दिएको छ। त्यसको लागि म असमेली गोर्खा महाजातिमा हामी धेरै जातजातहरू छु। अब यो जातजातमा छु भनेर हामी जात मान्न लेखेर यो सिक्किम अन्यान्य जग्गाहरूमा त्यो जुन चाहिँ भइरहेको छ, उहाँहरूको परिप्रेक्ष्यता अनि हाम्रो परिप्रेक्ष्यता मिल्दैनन्। हामी असममा ऐक्यबद्ध रूपले बृहत्तर गोर्खा महाजाति भएर बस्यो भने मात्रै हामी हक र अधिकार पाउनको लागि सक्षम हुन्छौँ। हामी गोर्खा भनेको लागि आज गोर्खा डेभलपमेन्ट काउन्सिल पाएको, आज गोर्खा भनेको लागि हामी गोर्खाहरूले के पायो भने गोर्खा डोमिसाइल सर्टिफिकेट होइन, गोर्खा सर्टिफिकेट। हामी गोर्खा भनेको लागि आज तारिकमा नेपाली गेजेसन कल्टिभेटर काटेर केवल मात्र नेपाली गेजेसन कल्टिभेटर गाई पाल्ने, भैँसी पाल्ने अनि खेती गर्ने मान्छेहरूलाई मात्रै माटोको अधिकार दिने थियो। तर हामी 72 गोर्खा हामी एक हो भन्ने बित्तिकै असम सरकारले मान्यता दिएर गोर्खा कम्युनिटी र प्रोटेक्टेड बेल्ट एन्ड ब्लक एलेका भनेर हाम्रो कम्युनिटीलाई के भन्छ ल्यान्ड रेभेन्यू एक्टमा आज रिकग्नाइज गर्यो। कम्युनिटीलाई नै माने तपाईँको त्यहाँ अधिकार दिने प्रबन्ध राख्यो। त्यसको लागि म चाहिँ विश्वास गर्छु हामीले गोर्खा भनेर आफूलाई आइडेन्टिफिकेसन दिएको लागि राम्रो हुन्छ। कसैको हुनसक्छ, जस्तो म कोही हुनसक्छ जे गोर्खा अब्लिकमा के लेख्न सकिन्छ तपाईँले, गोर्खा अब्लिकमा उपाध्याय, गोर्खा अब्लिकमा तामाङ, गोर्खा चाहिँ मेन, त्यसको उपलिकमा हामी के जातको कसैले लेख्नु यदि चाहना गऱ्यो भने त्यो पनि राम्रो कुरा हो। त्यो कुराहरूमा हामी विभागीय कर्तृपक्षसँग हामी निश्चय नै बस्छौँ। त्यो चिजहरू जेहेतु अहिले पार्लियामेन्ट सेसनमा त्यो चिजहरू उत्थापन भएको छ र बहुत राम्रो कुरा हो। किन भन्दाखेरि हेर त, हामीले 2011 सनको सेन्ससमा हाम्रो जुन चाहिँ उपस्थिति आसाममा करिबन 20 देखि 25 लाख गोर्खा छु, तर त्यो 6 लाख देखाएको छ। विशेष गरी आदरणीय दर्शक महानुभाव, हामीले यतिका समय उहाँसँग विशेष गरी गोर्खा उन्नयन परिषदको धेरै सकारात्मक पहलहरू या अथवा सकारात्मक योजनाहरू जसले गोर्खा जातको, गोर्खा संस्कृतिको हितमा छ ती कुराकानी गर्यो। अलिकति यसै बिचमा हामीहरूले विशेष गरी सामाजिक सञ्जाल भनौँ वा सञ्चार माध्यमहरूमा पनि छिटफुट सुनिँदै आएका कुराहरू पनि चर्चा गर्नुपर्ने हुन्छ। गोर्खा उन्नयन परिषदको कार्यहरूमा विभिन्न पनि भन्न सकिँदैन, केही जिल्लाहरूमा कतै एक प्रकार धाँधली नै भन्न सक्छ, दुर्नीति नै भन्न सक्छ त्यस्तो भएको, अथवा मेसिन टिनपात वितरणको क्षेत्रमा पनि हिताधिकारी जसलाई भनौँ, जसले लाभान्वित हुन्छ, उहाँहरूमा कतै न कतै असन्तोष एउटा जसले पाउनुपर्छ नपाएको, अलिकति कतै खेलीमेली आसामिसमा भन्नुपर्दा त्यस प्रकारको कुराहरू पनि सुनिन्छ। के भन्नुहुन्छ समग्रतामा? जुन जिल्लामा त्यो विसङ्गतिको कुराहरू आएको छ त्यो जिल्लाहरूमा एक्चुअलीमा हाम्रो गोर्खा डेभलपमेन्ट काउन्सिलको सदस्य छैन। अब नहुँदाखेरि हामीले के गरेको छु भन्दाखेरि तपाईँहरूलाई थाहै छ, असमवासी गोर्खा जनतालाई पनि अलिअलि थाहा होला, जहाँ चाहिँ हाम्रो मेम्बर छन् मेम्बरहरूले रिकग्नाइज गरेर उहाँको माने अर्गनाइजेसनसँग साथ सल्लाह गरेर हामी डिस्ट्रिब्युसन सेरेमनी गऱ्यौँ, हामीले त्यस्तो गऱ्यौँ।
अब जुन जुन जिल्लाहरूमा जेहेतु हर जिल्लामा त मेम्बर हुनैपर्छ भन्ने त कोही प्रावधान पनि छैन, नहुनुको नाताले त्यहाँको हाम्रो जातीय मूल सङ्गठनहरू, विद्यार्थी सङ्गठन वा अभिभावक सङ्गठनहरूसँग नि जुगाजुग गरेर उहाँहरूकै जुन चाहिँ माने उहाँले दिएको आवेदन मर्मे हामीले जनतालाई जति पनि अब बेनिफिसियरीहरू दिनु हामीले प्रयास गरेको छौँ। हामीले यस्तो गरेको छैनौँ जे मेम्बर नहुने जिल्लामा चाहिँ हामी कुनै पनि बेनिफिसियरी वा कुनै खालको माने अनुष्ठानहरू नगर्ने भन्ने खालको कुरा चाहिँ होइन। त्यसमा जातीय सङ्गठन म नाम लिँदैन, जातीय सङ्गठन हाम्रो 2-3 एउटै छन् होइन, मूल जातीय सङ्गठन, विद्यार्थी सङ्गठन, अभिभावक सङ्गठन होइन, शैक्षिक सङ्गठनहरू र उहाँहरूको नेतृत्वले जुन चाहिँ तपाईँको लिस्ट बनाएर हामीलाई दिएको छ त्यो मुताबिक हामीले जहाँ जहाँ हामी जानु सक्दैछौँ त्यहाँ हामी बेनिफिसियरी उपस्थितिमा गरेको छ। अब लिस्ट बनाएको मान्छे प्रतिजना मान्छेको त नाम जानिँदैन नि त होइन भन त। अब आसाममा यति हाम्रो समाज छन्, प्रतिजना आमुकै हो भनेर हामीले त अब किनकि सङ्गठनले जतिखेर रिकग्नाइज गरेर हामीले त्यो मात्रै त्यो चिजहरूलाई बेनिफिसियरी चिजहरूलाई जतिखेर हामीले जिल्लालाई प्रेरण गर्छौँ, अब त्यतिखेर डिस्ट्रिब्युसन हुने बेलामा कसैले लाँदैनन्, गल्ती कुनै सङ्गठनको पनि होइन। अब के छ भन्दाखेरि कोही मान्छेहरू यस्तो पनि हाम्रो समाजमा छ जे हेरौँ त पाउँछ कि पाउँदैन। मैले देख्यौँ अब विश्वनाथकै कुराहरू जुन चाहिँ निस्कियो एउटा, यो दुर्भाग्यजनक कुरा हो। चाहिन्छ जति नेक्स्ट बार लान सक्ने थियो, तर सामाजिक सञ्जालमा यसै आफूलाई माइलेज लिनको लागि काम गरेको त यो गलत कुराहरू हो। यस्तो कुरा होइन जे गोर्खा डेभलपमेन्ट काउन्सिल 1 वर्ष मात्रै कर्म गर्ने एउटा सरकारी व्यवस्था होइन। के कारणले गर्दाखेरि उहाँहरूले त्यो चिजहरू लगेनन्। 4-5 महिना जतिखेर एउटा सामान जतिखेर लाँदैनन् त कसैले नै हाम्रै आफ्नो गोर्खा दाजुभाइले कसैले व्यवहार गर्यो। अब व्यवहार गर्यो भन्दाखेरि त्यसको पछि इख राख्नु त कोही माने जरुरी छ जस्तो मलाई लाग्दैन। किन भन्दाखेरि हेर्नु जति त्यसलाई त्यति नै खाँचो थियो, त्यो चिजहरू जतिखेर बेनिफिसियरी वस्तुहरू थियो त्यतिखेर लानु पर्ने थियो होइन। म त भन्छु असमको हर घर गोर्खालाई जति गोर्खा डेभलपमेन्ट काउन्सिलमा मात्र सिलाइ मेसिन बाँड्नु पाऊँ, म त्यसो सोच्छु। मेरो सोच जति म एउटा मैले तपाईँको चेयरम्यान हिसाबले तपाईँहरूले जति मलाई सोच्नुहुन्छ, हर घरमा, हर मन्दिर, हर क्लबघर, हरेक गर जनतामा उन्नति विकास हामी माने साधन गर्नुको लागि इच्छा प्रकाश गर्ने हामी व्यक्ति, त्यो सोच्दै हामी अगाडि। आमुका मेरो नामको सिलाइ मेसिन आमुकाले कसरी पायो? अरे बापरे, त्यो सिलाइ मेसिनमा त्यो आमुका नामबाट त्यस्तो कोही बाटा जस्तो स्टाम्प लगाएर त दिएको छैन नि त होइन भन त। अरूले यदि पायो, हाम्रो गोर्खा समाजभन्दा अरूले यदि कसरी बेचेरै खायो भने चाहिँ त्यो अलग कुरा थियो। तर आफ्नै दाजुभाइले पाएको छ, उसलाई पनि थाहा छ। अनि थाहा पाइसकेपछि फेरि त्यसको माथि सोसियल मिडियामा लेख्नु, त्यो कुरा त हामीलाई सोध्नु नि त। त्यही हामीमाथि आस्था छैन। मलाई त कहिले लाग्छ त्यो मान्छेले यदि पायो भने मलाई दिनु पनि मन छैन अहिले त। र यदि उसले क्लेम पनि गर्छ म दिनै मन छैन, मलाई के गर्ने गरिरहँ केही पनि जे गर। किन भन्दाखेरि घरको भित्रको कुरा दुनियाँदारीलाई सुनाउनु यो कन्छ जायजको कुरा हो। जातीय सङ्गठनले लिस्ट आउट गरेर दिएको सामानलाई के कारणले पुगेन त्यसको लागि छानबिन नगरेर सिधै सामाजिक सञ्जाललाई व्यवहार गरेर मान्छेको माझमा भरभाइलो सृष्टि गर्नु यो दुर्भाग्यजनक कुरा हो होइन भनौँ त। अब विभिन्न जिल्लाहरूमा कति मान्छेले कस्तो हुन्छ भन्दाखेरि चिजहरू पाउनको लागि इच्छा गर्छन्। अब मैले खुदै देखेको 3-3 महिना 4-4 महिना सामान परिरहेको छ, लाँदैनन्। अब यो चाहिँ कसले लान्छन्, मेरो चाहिँ सामान कसले लान्छ भनेर उसले त्यो के भन्छ त्यो भन्छ नि त्यो खोका थाहा पाए जस्तो। अब त्यो त त्यस्तै खालको मान्छेकै प्रवृत्तिहरू हो। अब उनीहरूको सोच घर घर पुऱ्याइदिने मन छ, यस्तो व्यवस्था छैन। जसलाई चाहिन्छ त्यसलाई लान्छ, जसलाई चाहिँदैन त्यसलाई हामी दिँदैन पनि। अनि पोइजन पनि छैन होला त्यसको लागि त। नाम लेख्दै जे एउटा मान्छेले फुटबल खेलको लिस्ट जस्तो नाम लेख्दै जे आसनी एउटा एप्लिकेसन दिने बित्तिकै यो असम सरकारको सबै आसनी पाएको छ। त्यो चिज त पर्यायक्रमले हुन्छ नि त। पर्यायक्रम हुनुको लागि हातखुट्टा हल्लाउनु पर्यो, मान्छेमा नम्रता अनि भद्रता पनि त हुनु पर्यो।